टप 3 एनक्लिक्स प्रिपेरेसन मिस्टेक्स जसले तपाईलाई फेल गराउन सक्छ। एनसीएसबीएनबाट पब्लिस भएको 2024 को डाटा अनुसार इन्टरनेसनल स्टुडेन्ट्सको एनक्लिक्स पासिङ रेटमा ड्रास्टिक डिक्लाइन देखिएको छ। यो डाटाले रिसेन्ट डेजमा हाम्रो सोशल मिडियाको नर्सिङ पेजहरूमा देखिएको एनक्लिक्स फेल्ड रिलेटेड पोस्टहरूलाई प्रुभ गर्न भने हेल्प गरिरहेको छ। यसै कुरालाई मध्यनजर गर्दै आज भने हामी एनक्लिक्स प्रिपेरेसनमा हुने टप 3 मिस्टेक्स र यसलाई फिक्स गर्ने टिप्सहरू तपाईसँग सेयर गर्नेछु। नम्बर 1 मा रहेको छ कम्प्यारिजन एन्ड इनएडिक्वेट प्रिपेरेसन। एक साइकोलोजिकल थ्योरी डनिङ क्रगर इफेक्टका अनुसार कुनै पनि स्पेसिफिक एरियामा कुनै कारणवश लेस प्रिपेयर्ड इन्डिभिजुअलले आफ्नो एबिलिटीलाई ओभरस्टिमेट गर्नाले आउटकममा नेगेटिभ इफेक्ट पर्न जान्छ र भाइस भर्सा। त्यस्तै रिसेन्ट टाइममा पनि सोशल मिडिया या आफ्नो सराउन्डिङ्समा धेरै इजिली म्याक्सिमम एनक्लिक्स पासर देखेर आफूलाई पनि फल्स सेन्स अफ रेडिनेस क्रिएट भई हतारमा इक्जाम एटेन्ड गर्दा फेलियरको रेट धेरै बढेको देखिन्छ। यो नै मेन रिजन हो भन्न त नसकिए तापनि वान अफ द बिहाइन्ड रिजन चाहिँ पक्कै हो। तर हरेक इन्डिभिजुअलको प्रिपेरेसन लेभल र मेथड डिफ्रेन्ट हुन्छ, सो इक्जाम दिने बेलामा कन्फिडेन्स र रियल रेडिनेस निकै महत्त्वपूर्ण छ। अर्को रहेको छ एनक्लिक्स स्टाइल क्वेसन र स्ट्राटेजीको सफिसियन्ट प्र्याक्टिस नभएर। कतिपय क्यान्डिडेटले फुल्ली थ्योरी र कन्सेप्टहरू पढ्नु भएको हुन्छ, विच इज गुड, तर म्याक्सिमम टाइम थ्योरीमा मात्र फोकस्ड हुने हुँदा इनफ एनक्लिक्स क्वेसन प्र्याक्टिस गर्न टाइम पुगेको हुँदैन। साथै मोस्ट क्यान्डिडेटले क्वेसन देख्ने बित्तिकै दे रस इन्टु फाइन्ड द करेक्ट एन्सर, जसमा इम्पोर्टेन्ट वर्डहरू जस्तै मस्टली, फर्स्टली जस्ता वर्डहरू चाहिँ इग्नोर भएको थाहा नै हुँदैन। नो स्टडी प्लान एन्ड नो टाइम म्यानेजमेन्ट। म्याक्सिमम सेल्फ प्रिपेरेसन गर्ने स्टुडेन्टहरूको सबैभन्दा कमन एन्ड बिगेस्ट प्रब्लम नै कहाँबाट कसरी स्टार्ट गर्ने भन्ने हुन्छ। बेस्ट रिजल्ट ओन्ली कम्स फ्रम द बेस्ट एन्ड इफेक्टिभ प्लान। ऱ्यान्डमली प्रिपेयर गर्नुभन्दा एउटा प्रपर स्टडी प्लान चाहिँ हुनैपर्छ। अब लागौँ पोसिबल सोल्युसन्सतर्फ। मैले अगाडि भने जस्तै एभ्री इन्डिभिजुअलको प्रिपेरेसन लेभल र मेथड डिफ्रेन्ट हुन्छ। हामी कसैको रिजल्ट मात्रै देख्छौँ, हामीलाई थाहा नै हुँदैन कि उनीहरूले पढ्दा पछाडि कति मेहनत गरेका छन् भनेर। कसैले 3 मन्थमा कम्प्लिट गर्न सक्ने कुरा कसैलाई 6 to 7 मन्थसम्म पनि लाग्न सक्छ। अर्को पर्फर्मेन्ससँग कम्पेयर गरेर प्रेसरमा आएर इक्जाम दिनुभन्दा आफ्नो पेसमा आफूलाई राम्रोसँग बुझेर रेडी हुनु नै बेस्ट हो। सो डु नट लेट कम्पेरिजन रुइन योर सक्सेस। अर्को भनेको प्रिपेरेसन गर्न स्टार्ट गरेदेखि नै इच डेको स्पेसिफिक टाइम क्वेसन एन्सर प्र्याक्टिस गर्नको लागि छुट्याउनुहोस्। पर्सनल्ली म चाहिँ के सजेस्ट गर्छु भने डेली 50 to 100 क्वेसन्सबाट स्टार्ट गरेर बिस्तारै बढाउँदै लैजानुहोस्। साथै कमन एनक्लिक्स स्ट्राटेजीहरू जस्तै फोकसिङ अन हाइलाइटेड वर्ड्स, एलिमिनेटिङ रङ एन्सर्सहरू प्रपरली युज गर्नुहोस्। क्वेसन ब्याङ्कहरू प्र्याक्टिस गर्दा वाइडली ट्रस्टेड क्वेसन ब्याङ्कहरू जस्तै युवर्ल्ड, आर्सरहरूबाट प्र्याक्टिस गर्नुहोस्। द जर्नल अफ नर्सिङ एजुकेसनका अनुसार नर्सेसहरूको वेल स्ट्रक्चर्ड स्टडी प्लान र टाइम म्यानेजमेन्टको स्ट्राटेजीले इक्जाम पासको चान्सेसमा सिग्निफिकेन्टली इन्क्रिज गरेको देखिएको छ। प्रिपेरेसनको फर्स्ट आवरमा नै आफ्नो एभाइलेबल टाइम अनुसार रियलिस्टिक स्टडी प्लान बनाउनुहोस्। कुन दिनमा के पढ्ने र कति प्र्याक्टिस गर्ने भन्ने कुराको सबै प्रपर प्लानिङ चाहिँ हुनैपर्छ। एभ्री विक अथवा मन्थको टार्गेट सेट गरेर इभ्यालुएसन गरेको त झनै बेस्ट हुन्छ। अर्को टिप्स भनेको कन्टेन्ट पढ्दा यु क्यान युज पोमोडोरो टेक्निक, जसमा 25 मिनट्स स्टडी र 5 मिनट्स ब्रेक हुन्छ टु स्टे फोकस्ड। र अन्त्यमा यो हल्लै हल्लाको संसारमा प्लिज तपाईहरू चाहिँ नेगेटिभ हल्लाको पछि लागेर होपलेस र प्यानिक हुने काम चाहिँ नगर्नुहोला। Believe in your hard work and trust the process. So, all the best to the future American nurses. Thank you for watching.